र मैले चाहिँ 1 हप्ता लाएर यहाँनिर यो पेन्सिल आर्ट बनाएँ है। र यहाँनिर चाहिँ हेर्नु ठाडो पारेर राखेको के जो यहाँनिर आँखाको यहाँनिर चाहिँ पहेँलोबाट चुएको थियो र मेन्टेन गर्दाखेरि पनि हुँदै भएन र अझैको चाहिँ ठिकै छ। तर पनि अब यसलाई चाहिँ यसलाई चाहिँ प्रोटेक्सन गर्नको लागि यसलाई चाहिँ फिक्सेटिभ लगाइरहेको छु। यसलाई चाहिँ म यसमा पनि फिक्सेटिभ लाउँछु। त्यसको बादमा चाहिँ म सायद भयो भने यसलाई चाहिँ एक्राइलिक गर्छु है यदि टाइम पायो भने। र अहिले फिलहालको लागि चाहिँ फिक्सेटिभ लगाइदिउँ। यो लगाएपछि चाहिँ अब यो पेन्सिलको नभए त रेगा निक्लिन्छ नि होइन, तर त्यो चाहिँ निक्लिँदैन अब चाहिँ। अब यो सधैँको लागि पेन्टिङ फिक्स भयो। र हरेक कुरालाई पोजिटिभ लिनुपर्छ। सायद यो पनि त्यही भएर चाहिँ अब केही थियो त्यस्तै थियो होला र बिग्रेको। तर यो चाहिँ मेरो मनको सान्तवना मात्रै हो। यस्तो दिमाग खराब भइरहेको छ मेरो चाहिँ, चुत बनाइदिनु मन लागिरहेको छ। तर पनि यस्तो मिहिनेत गरेर बनाएको है, 1.5 हप्ता जस्तो लागेर। त्यही भएर चाहिँ अहिले चाहिँ यता अहिले यत्तिकै राख्छु। भयो भने म बादमा चाहिँ यसलाई चाहिँ एक्रेलिकमा कन्भर्ट गर्नु पर्यो।